तपाईँको गोजीमा रुमाल छैन, रुमालले समाउनु न। मलाई पनि हाम्रो भाइ हिमाललाई पनि अर्को सिआरबी टिम यो तुरुन्त त्यहाँ पुगेपछि उसँग उसलाई रेस्क्यु गर्ने हिसाबले ढोका खोल्न लगाएर पस्ने बेलामा उसले धारिलो हतियार चोखो प्रहार गरेछ। अहिले प्रहरीले निकाल्ने प्रयास गरिरहनु भएको छ। उनलाई नियन्त्रणमा लिन निकै नै सकस खेप्नु परेको थियो। स्रोतका अनुसार तो 3:30 बजे 15:30 बजेको समयमा हामीलाई एउटा खबर आयो। त्यो आफन्त नेपालले एकजना मान्छेलाई सुधार गृहमा लग्नलाई प्रयास गर्दैछ भन्ने खबर आयो। त्यसपछि अब त्यो लागु औषध सेवनकर्तालाई अब सुधार गृह पठाउनु राम्रै कुरा हो। त्यसपछि लगतै हामीलाई के खबर आयो भने त्यो सुधार गृह लान लागेछ, त्यो त्यस कारण चाहिँ ऊ भित्रबाट चुकु लगाएर सुसाइड गर्न लागेछ भन्ने खबर आयो। त्यसपछि हाम्रो क्विक रेस्पोन्समा बसेको सिआरबी टिम हुन्छ, सिआरबी टिम यो तुरुन्त त्यहाँ पुग्यो। त्यहाँ पुगेपछि उसँग उसलाई रेस्क्यु गर्ने हिसाबले ढोका खोल्न लगाएर पस्ने बेलामा उसले धारिलो हतियार चोखो प्रहार गरेछ। अब त्यो थाहा पाएपछि यहाँबाट फेरि थप मद्दत हामीले पठायौँ। उता वडा कार्यालयबाट इन्सपेक्टर साहबको कमान्डमा र यता जिल्ला प्रहरी कार्यालयबाट डिएसपी साहबको कमान्डमा टोली गएको थियो। अन्दाजी 25-30 जनाको हाम्रो समूह परिचालन भएको थियो प्रहरी जनशक्ति चाहिँ। यो मान्छे फेरि जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नम्बर 1 अनुकरण मार्ग स्थित मोहन भट्टराईको घरमा भाडामा लिएर बस्ने रहेछ। अब पहिलेदेखि नै अलिक बढी लागु औषध सेवन गर्ने जस्तो देखिएको छ। त्यसकारण अब यो रुबिन कार्कीलाई चाहिँ आफन्त नेपालले यो रेस्क्यु गरेर रिह्याब सेन्टरमा लाने बेलाको यो घटना हो। त्यसमा हाम्रो 2 जना प्रहरी कर्मचारी सामान्य घाइते भएर नोबल अस्पतालमा उपचार हुँदैछ भने एकजना त्यो आफन्त नेपालको कर्मचारी एकजना गरेर जम्मा 3 जना घाइते छन्। त्यसको अब अहिले यो रुबिन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेको छ। अफिसमा ल्याएपछि अब अनुसन्धान हुन्छ। यसो हेर्दा चाहिँ अब यो लामो समयदेखि लागु